भेरी गुड मर्निङ सबैमा। त्यो पछाडि हिजो रातिको हावाहुरीले गर्दाखेरि फुलहरू चाहिँ धेरै तालता भएको छ अवस्था छ। अनि यहाँ चाहिँ हाम्रो बोन्साई, यो के हो, यसको नाम के अरे, सिरिसको बोन्साई होइन, सिरिसको बोन्साई। र यो सिरिस चाहिँ हाम्रो लक्ष्मी दिदीले ल्याइदिनु भएको। अहिले चाहिँ जोस् यतिको चिटिक्क हुँदैछ। थ्याङ्क यू लक्ष्मी म्याम। यहाँ माथि छ, यो पनि हाम्रो लक्ष्मी दिदीले ल्याइदिनु भएको। अति 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 राम्रो भएको छ यो चाहिँ हेर्दाखेरि। तर हिजो रातिको हावाले चाहिँ यसलाई उडाएर यहाँदेखि तल नै झारिदिएको अवस्था थियो। अहिले चाहिँ हामीले फेरि राखेको छौँ माथि नै। त्यस हेर्दा अति नै राम्रो छ। यो हामीले चाहिँ गडी फुलहरूको कलेक्सन गरेको छौँ। यहाँ चाहिँ जियोस् एक दुईवटा प्रजातिको गडी फुलहरू बेला पारेर राखेका छौँ। गत साल चाहिँ यहाँ माथि यो पाइपलाई छेडेर पनि यस्तो बनाएको थियौँ, राम्रो भएको थियो। तर यो साल हिउँदमा अल्लाले यसरी मरेको छ। अनि यो पानी पर्ने सिजन हुनु थालेपछि बिस्तारै यसरी पलाउन थालेको छ। यो भयो घडी फुलको कलेक्सन। हेर्दाखेरि चाहिँ सानो गमला छ यहाँ, तर कलेक्सन घडी फुलको यहाँ पनि छ। यसरी दुई तिन खालको छ, यहाँ सेतो र यो सेतो मिक्स। अनि जस यहाँ पनि अलिकति चेन्जेस आउँदैछ बिस्तारै। अनि यस्तो खालको छ फुल, यो प्लान्ट छ भन्न मिलेन होला। यहाँ चाहिँ अब खास चाहिँ यो पेप्सीको बोटलमा हामीले रोपेको छ। परिवर्तन हुँदैछ। यो फुल चाहिँ, यो सिरिस चाहिँ फुल्छ कि भन्ने आशामा हामीले रोपेको छौँ। तर बोट चाहिँ यत्रो सिङ्का थियो, अहिले बोट पनि ठुलो भएको अवस्था। अनि जोस् पातकै मात्रै भयो नि सौन्दर्य चाहिँ निकै दिँदैछ। हामीले गमलामै रोपेको छौँ यसलाई पनि। हेरौँ यसले फुल्ने हो फुल्ने होइन, फुल्यो भने चाहिँ अभियसली म फेरि देखाउने छु अर्को भिडियोमा। यता चाहिँ छ सिरिस, अनि यता समिता, अनि यताको यो फुलको नाम चाहिँ के अरे, अपराजिता। अपराजिता, अपराजिता, विष्णु, भगवान विष्णु, भगवान लक्ष्मीको प्रिय फुलहरू। भगवान विष्णु भगवान लक्ष्मीको प्रिय फुल। मैले पनि भिडियोमा हेरेर जानेको। अनि यसको चाहिँ यो फुलको पानी पियो भने पनि राम्रो हुन्छ भने होइन, कलर आइसक्यो नि, त्यही होइन त, स्वास्थ्यको लागि राम्रो हुन्छ भन्ने रहेछ। र हामीले चाहिँ रोपेको छौँ। जस अति नै राम्रो हुँदो रहेछ। यो तल पनि छ घर, र हामीले यसलाई छतमा गमलामा पनि रोपेका छौँ। फुल हाम्रो यो सदाबहार फुल, नाम चाहिँ के हो थाहा छैन, 12 मासे भनेर हामीले चाहिँ राखिदिएको छौँ। फुलिरहन्छ। अनि यो चाहिँ यस्तो कलरमा छ। सदाबहार फुलको लागि गमला चाहिँ हामीले आफैले बनाएका छौँ, पुरा डेकोरेसन सहित कटिङ गरी कलर गरी। जोस बनाउने मेहनत चाहिँ हाम्रो समिताले गरेकी छिन्। जोस मेहनत गरे अनुसारै यसले पनि, फुलले पनि मजाले फुलेर साथ दिइरहेको अवस्था छ अहिलेलाई। यहाँ चाहिँ चमेली भर्खर जागेर अहिले चाहिँ फुल्न पनि सुरु भइसकेको छ। चाहिँ बोट चाहिँ यो पोली ब्याग भन्नेमै छ, तर पनि अहिले त्यो जागिगरी फुल्न सुरुवात गरिसकेको छ। यसरी होप अझै राम्रो ठुलो हुनेछ बोट, र यसलाई हामी अर्को ठुलो गमला लिएर फेरि राख्नेछौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो फेरि अर्को प्रजातिको गुलाब छ। जोस पोली ब्यागमै भयो भने मजाले फस्टाएर
फुल्न सुरुवात भइसकेको छ। अनि यहाँ चाहिँ कोपिलाहरू हाम्रो फुल्नको लागि तयारी हुँदैछ। जस हामी खुसी छौँ हाम्रो फुलहरू देखेर। यहाँ हाम्रो पोली ब्यागमा देख्न सक्नुहुनेछ गुलाब फर्स्टै वरि पुरा कोपिला। यसलाई भुइँमा सार्ने कुरा नै भइसक्यो, तर अलिक होसियार साथ सार्नुपर्छ। भुइँमा सार्दाखेरि चाहिँ कोही बेला फेरि डेथ हुन सक्छ। त्यो भएकोले जे छ पोली ब्यागमा चाहिँ खतरै भएको छ। भुइँमा सारिसकेपछि कस्तो हुन्छ हेरौँ। हाम्रो मजाले फस्टाएको अनि फुलेको फुल चाहिँ यो पनि छ। नाम चाहिँ मलाई अलिक थाहा भएन। जो सानो गमला ल्याइदिएको थियो, यतिको फुलिराखेको छ। तर यो वैशाख र जेठको हावाहुरीले चाहिँ निकै सताइरहेको छ यसलाई। तर हामीले खासमा विन्टर सिजनमा फुल्ने फुल अरे, तर अहिले पनि मजाले फुलेर सौन्दर्य छरिरहेकै छ यो फुलले। यो फुललाई चाहिँ माथि गमलामा सारेको निकै भइसकेको थियो, तर फस्टाइरहन सकेको थिएन। अनि हाम्रो समिताले चाहिँ यसको फेरि पुरै जराहरू निकालेर कटिङ गरेर अनि मलहरू हालेर गरिसकेपछि अहिले चाहिँ फुल पनि फुल्न थाल्यो र यसरी अडिन पनि थालेको छ। जस यो गमलामै भए पनि छतमा यसरी फस्टाएर रहेको अवस्थामा छ यो फुल। यो चाहिँ कामधेनु दहीको एडभर्टाइज भन्दा पनि हामीले दही खाइसके पछाडि दहीको बट्टालाई नि यसरी युज गर्न सकिन्छ भन्ने तरिकाको एउटा इक्जाम्पल पनि भयो। रिसाइकल कसरी गर्न सकिन्छ भन्ने। त्यो पछाडि अर्को भनेको गमला किनिराख्नु पनि नपर्ने। जे होस् यसरी रोपेको थियौँ, फुलहरू अलरेडी हुँदैछ, फुस्टाउँदैछ। पहिला हामी यसलाई भाले फुल भन्थ्यौँ। तपाईँहरूले चाहिँ के भन्नुहुन्छ यसलाई प्लिज कमेन्ट। कि यो चाहिँ खासमा जङ्गलमा पाउने फुल हो। यसलाई सुनाखरी भन्छ। सुनाखरी पनि टाइप हुँदो रहेछ, डिफ्रेन्ट टाइप। अनि यो चाहिँ खालको हो। अनि हामीले पोहोर दसैँमा जाँदाखेरि गाउँबाट ल्याएको। यसलाई चाहिँ पुरा सालको बोक र त्यो पछाडि इँटामा राखेको छौँ। माटो चाहिँ चाहिँदैन रहेछ यसलाई। नयाँ बेबीहरू हान्दैछ। जस परिवर्तन हुँदैछ। यो चाहिँ यतिको चेन्जेस हुँदैछ। अनि अर्को छ यो, यसले पनि यहाँनिर जरा यतिका फैलाउँदैछ। त्यसको साथमा छ अर्को, यो चाहिँ खतरा फुल्छ अरे फुल्न चाहिँ, तर बेबी चाहिँ हानेको छैन, जागी नै राखेको छ। यो पनि यस्तो छ। हामीले लिएको सुनाखरीहरूमध्ये यो साल फुलेको भनेको चाहिँ यसले हो। अनि सानो फुल्दो रहेछ यसको फुल चाहिँ। र बेबी पनि हान्न सुरु भइसकेको रहेछ यसले। यहाँ एउटा सानो अनि अर्को साइड यताबाट। र यसलाई चाहिँ हामीले यही सालको बोक र अनि इँटाको टुक्राहरूमा राखेको छौँ। माटो चाहिँ पटक्कै छैन। जोस जङ्गली फुल भए तापनि गमलामा अहिलेसम्म सर्भाइभ भइरहेको छ। यो साल चाहिँ हामीले लगाएको अर्को भनेको यस्तो खालको फुल। अनि तल आएको छ। यो चाहिँ रातो खालको छ। यो फुल्नेहरूलाई चाहिँ एक साइडमा लगाएर राखेका छौँ। अनि अर्को हामीले गाउँबाट ल्याएको भनेको यो पनि भयो गरेर बिस्तारै यो फुल्ने फुलहरू चाहिँ यो साइडमा। अर्को फुलको प्रजाति भनेको यो हो। यो चाहिँ हामीलाई ठुली फुपूले पठाइदिनु भएको अस्ति भर्खरै। यो चाहिँ मौसम टेरा अरे यसको नाम चाहिँ। यसको चाहिँ
कन्चिर्ना भनेर चाहिँ नाम थाहा छ मलाई तर जे होस् यो प्लान्ट हो यो भर्खर रोपेको हुनाले गर्दा यस्तो छ यसको पात पछि भइसकेपछि फेरि देखाउने छु राम्रो हुन्छ भन्ने आशामा हामी छौँ तर अति दामी चाहिँ हुन्छ यो मन चाहिँ ठुलो भइसकेपछि यसलाई हामीले गमलामै च्याटक्क रोप्ने प्रयास गरेका छौँ यो चाहिँ पिपलको बोन्साई हो भर्खर गरेको हेरौँ जाग्छ जाग्दैन फैलिन्छ फैलाइदिन तर जे होस् यसलाई हामीले गर्न खोजेको चाहिँ बोन्साई नै हो लेट्स सी XYZ प्लान्टहरू यो ठुलो हुन्छ अरे तर अहिले चाहिँ यत्रो बडा छ अनि यो चाहिँ दामी लाग्छ मलाई यो कलरै पात हेरौँ न पात पुरा यस्तो छ यो चाहिँ पुरा प्लान्टै मात्रै हो यहाँ कुनै फुल छैन सबै प्लान्टै मात्रै हो यो साइडमा चाहिँ अन्तिमसम्म यो पनि हामीले गाउँ जाँदै लिएको हो तर यो चाहिँ गाउँमै पनि यो अब दुर्लभ भइसकेछ अनि यो युनिक खालको छ छन् चाहिँ यहाँ ल्याइसकेपछि पोलाको पातहरू नै भनौँ यस्तो छ यसको चाहिँ यो चाहिँ प्रायः रुखहरूमा पाइन्छ तर पनि भेट्न अति गाह्रो छ यसलाई पनि हामीले त्यही सालको अनि इँटाको टुक्राहरूमा रोपेको छौँ जे होस् चेन्जेस हुँदैछ बिस्तारै यसमा पनि यसको खासै फुल चाहिँ होइन तर यसको सौन्दर्य भनेकै यही पातहरू नै हो यसको पातको डिजाइन नै हो यो चाहिँ एउटा घडीफुलकै प्रजाति हो यो चाहिँ हामीले ग्राउन्ड फ्लोरमा रोपेको छौँ जस यो ठुलो फुल छ अनि यस्तो छ साथमा अर्को खालको पनि छ जे होस् यो यस्तो छ अलिक ठुलो खालको यो चाहिँ अर्को एउटा प्लान्ट छ यो जस हेर्दाखेरि यस्तो देखिन्छ नाम चाहिँ के हो थाहा छैन यो पनि मजाले ठुलो हुँदैछ हामीले गमलामा रोपेको छौँ यस्तो भइरहेको छ यो चाहिँ अनि आज फेरि कलर गर्ने बेला भइरहेछ गमलालाई यस्तो भइरहेछ अस्ति हामीले चक्लेटे कलर लगाएको थियौँ अब चाहिँ रातो कलर लगाउने प्लानमा छौँ यो प्लान्ट पनि लक्ष्मी दिदीले ल्याइदिनु भएको अनि राम्रो छ लक्ष्मी दिदी चाहिँ आफ्नो घरमा भएको फुल ल्याइदिइहाल्नुहुन्छ सो धेरै ह्याप्पी छु लक्ष्मी दिदीसँग थ्याङ्क यू अनि अझै अर्को आउने छ लक्ष्मी दिदीले रेडी गरिराखेको छु भन्दै हुन्छ त्यो ल्याएपछि फेरि म भिडियो बनाएर हाल्ने छु त्यसको पनि यो तिउरी भन्छ यो चाहिँ खासमा हाम्रो माथि चाहिँ दसैँ बेला फुल्ने गर्थ्यो हामी मामला जाँदाखेरि यसको पुरा मेहन्दी लाउने काम गर्थ्यौँ हातमा यसको यो फुलको तर अहिले चाहिँ हाम्रोमा चाहिँ यहाँ वैशाख जेठ बेलै फुलिसकेको अवस्था छ अनि यो पनि यसको नाम चाहिँ थाहा छैन तर यो पनि फुल्न सुरु गरिसकेको छ यो चाहिँ 12 महिना फुलिराख्ने फुल रहेछ यस्तो छ पूजाहरू गर्नको लागि चाहिँ यो जुस जहिले पनि फुलाउँछ भइरहेको छ कन्टिन्यू फुल्ने फुल हो यसको नाम के हो थाहा छैन अनि अर्को छ यो यस्तो छ यो यहाँ चाहिँ छ सबै स्नेक सर्प प्लान्टहरू दुई थरीको छ एउटा येल्लो बोर्डर भएको छ भने अर्को यस्तो बोर्डर भएको छ यस्तो छ अनि त्यसको छेउमै छ यो गुजुमुजे खालको अमलाको छेउमा छ अर्को प्लान्ट यसरी छ अर्को एउटा प्लान्ट हो यसको चाहिँ सौन्दर्य भनेको यो पातमा यस्तो टिका लाग्यो टिकीवाला प्लान्ट यस्तो छ यो एउटा प्लान्ट हो अनि यो एउटा प्लान्ट हो र यो अर्को प्लान्ट हो
यो चाहिँ हाम्रो गोल्डन धुप्पी हो। पोहोर चाहिँ झन्डै मरेको अवस्था, अहिले चाहिँ यतिको जाएको अवस्था। समिताले चाहिँ कैँची लाउनको लागि धेरै प्रयास गरिरहेछ, तर यसलाई अहिले अलिक लाउने बेला छैन कैँची। यसलाई अलिक ठुलो बनाउने उद्देश्य मेरो चाहिँ छ। यो चाहिँ रबरको बोर्ड जस्तै देखिन्छ, तर यो पनि नफुल्ने एउटा प्लान्ट हो। हेर्दाखेरि जस राम्रै देखिन्छ। यतिको समीको बोट यहाँ त्यत्रोवटा भइसकेको छ। अस्ति मैले काटेकोले गर्दाखेरि अलिक बिचुक भइरहेको छ अवस्था। पल्लो सेतो चाहिँ झन्डै मर्न आँटेको अवस्था छ। यो धुप्पी यतिको बढ्दैछ अहिले। बाह्रमासे फुलको अर्को टाइप्समा यस्तो छ, यो खालको र वाइट कलरको चाहिँ हामीले भुइँमै नै रोपिराखेको छ। पूजा गर्नको लागि चाहिँ यो पनि जोस् जहिले उपलब्ध हुन्छ। यसको नाम चाहिँ थाहा छैन। यही फुल देखाउँदै यो भिडियोबाट म बाई 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 अर्को भिडियोमा भेट्ने बाचा सहित यो प्लान्ट देखाउँदै यो भिडियोबाट छुट्टिन्छु। सी यू नेक्स्ट ब्लग।